ल यो चस्मा चाहिँ हेर्नु त ल, यो रेभेनको मेटा JN2 चस्मा। यहाँबाट भिडियोहरू पनि दामी खिच्दाखेरि पनि भिडियोहरू आउँछ मजाले। यहाँभित्र साउन्डहरू सबै ब्लुटुथ सेटहरू सबै हुन्छ। दामी ल, मजाले हुँदो रहेछ हाम्रो रविन दाइको है। मैले लगाएर खिचेको कस्तो भिजुअल पनि यति दामी आउँदो रहेछ कि मजाको हो। एकदम मजाको, आँखालाई कुनै भारै नपर्ने, एकदम कुल शीतल हुने। ल आज चाहिँ कन्याममा चिसो हावा खानु एकछिन है, रमाइलो रिफ्रेसमेन्टको लागि बाहिरमा आएको हामी दुईजना। अब एकछिन रिफ्रेस हुने अनि फर्किने। कन्यामको चियाबारी हरियाली बगानमा, एक सुन्दर शान्त हरियाली बगानमा शान्त भएर एकछिन बस्ने अनि फर्किने। ल तपाईँहरू पनि आउनु होला। पूर्वकै एकदम प्रसिद्ध रमणीय कन्याम, विशेषता चिया बगान। हुरुरे डाँडा पनि भन्छ यसलाई, हुरुरे डाँडा, हावा हुरुरु आउने ठाउँ हुरुरे डाँडा। दामी छ, मजाको छ। अहिले तराईमा धेरै गर्मी होला, तर यहाँ शीतल छ, त्यस्तो धेरै पक्कीहरू हुसेहरू चाहिँ लागेको छैन होइन, तर दामी छ। तपाईँहरू पनि आउनु होला। हामी चाहिँ आज दाजुभाइ र म घुम्दै